नमस्ते गुड मर्निङ सबैजनालाई एन्ड सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा हो। आज लास्ट डे हो है, अन्त आज चाहिँ फेलिसिटेसनको डे पनि हो, त्यही कारणले हामी चाहिँ रेडी सेडी भएर जानु आँटेको। यहाँ मेरो दी हुनुहुन्छ। गुड मर्निङ। यता गाइजहरू पनि रेडी भएको हो, आउँदा हुन्छ। हेलो गुड मर्निङ। लेट्स गो। गुड मर्निङ दादा। सो ह्यान्डसम। आई एम अलवेज ह्यान्डसम। खै हो हेर उयो भाइ तपाईँहरू पो ढिलो रहेछ त। अन्त हाम्रो मोस्ट ह्यान्डसम हिरो नोर्जाङ आज्ञा हुनुहुन्छ हो। हाम्रो पुरानो सब्स्क्राइब गरिदिनुहोस् हाम्रो बहिनी बिनालाई। सबै गरिदिनुहोस्। लु जुङै ढिलो भयो अब ल। लु जुङ आउनु न। हजुर खै हेरौँ त सर्ट ठिकै छ त। यहाँ चाहिँ रेडी भएको छ, भरे भाउजूले पनि यो भिडियो हेर्नु अरे हो। एकदम फ्रेस भइरहेको छ अहिले। उतल आउनु कस्तो ह्यान्डसम देखिरहेछ। राम्रै छ हौ क्यामेरा। आउनु न। आजको मेरो ड्रेसअप चाहिँ यस्तो छ हो। आई डोन्ट नो हाउ आई एम लुकिङ। आई हेभ ट्राई टु लुक बेस्ट। हामी चाहिँ अहिले यहाँ रोडमा निस्किरहेको छ हो, अब पर जानुको लागि। मेरो केस चाहिँ हेर न यहाँ कस्तो ल्याउँछ। यहाँ हाम्रो दोस्तीहरू पनि छ। दोस्तीहरू यस्तो भइरहेको छ। गुडिया जस्तै देख्यो। गाइज हामी स्टे गर्ने होटेल चाहिँ यही हो, लाकासा होटेल लाकासा। राम्रै रहेछ रुमहरू हो, मजा आयो बस्नुको लागि। अब चाहिँ हामी हिँडेर चाहिँ यहाँ पर पुग्नुपर्ने छ, हिँड्दै वकिङ डिस्टेन्स। फुर्बा ए विकास फोन गर्नु न ट्याक्सीलाई। विकास फोन गर्नु न ट्याक्सीलाई, अरूको ट्याक्सीलाई। लु फोन गर्नु न। नहिँडौँ हो आज त है। हिजो नोर्जाङ त चाहिँ पुरा थाकेको छ नि होइन। हो र गाइस हामी चाहिँ यहाँनिर चाहिँ हो ट्याक्सी नआएर चाहिँ एकदमै पर्खिरहेको छ सबैजना चाहिँ। अन्त हामीले चाहिँ केही खाएको पनि छैन अहिले चाहिँ हो। पुरा अब बेसी टाइमसम्म वेट गर्नु सक्दैन, प्रेसर लो भइहाल्छ वात्तै के अरे। बाहिर निकाल्नु नि। ल साबिज हामी चाहिँ जानु आँटेको त के जान्दैछ। यहाँ ट्याक्सी आइपुगेछ अन्त हामी चाहिँ यहाँ पहिला आइपुगेर चाहिँ अब यहाँ ब्रेकफास्ट गर्नुको लागि जाँदैछ। We are going रिमेम्बर है। हामी चाहिँ यहाँनिर फोटो खिच्ने जग्गामा आइरहेको छ अगेन। सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री ज्यू श्रीमान प्रेम सिंह तामाङ गोले सरको आगमन यस मञ्चमा भइरहेको छ। उहाँलाई जोरदार तालीले हामी स्वागत गर्नेछौँ। सम्पूर्ण कलाकारहरूलाई पनि यसरी सम्मान दिने उहाँको एउटा ठुलो योजना रहेको छ र विशेष र यो एउटा हाम्रो मायाको चिनो उहाँलाई टोकन अफ लभ पनि हामी स्वागत। तपाईँ पनि यस मञ्चमा अवश्य पर्नुहुन्छ भनेर पनि हामीले आशा राखेका छौँ। तसर्थ तालीको लोभ नगरिकन तपाईँले उहाँलाई जोरदार तालीले उहाँलाई सम्मान जनाइदिनुहुन्छ भनेर नै म यहाँ मञ्चबाट बारम्बार आशा राख्दै भनि पनि रहेको छु। तसर्थ तपाईँ सम्पूर्णलाई जोरदार तालीको साथमा मञ्चमा सम्मानित हुने व्यक्तित्वहरूलाई सम्मान एन्करेजमेन्ट मोटिभेट गरि। गाइज हामी चाहिँ अहिले यहाँनिर हो अवार्डहरू थापेर पनि चाहिँ रिटर्न हुँदै गरेको। रुममा चाहिँ हाम्रो सामानहरू छ नि त, त्यो भएर त्यो गर्नुको लागि। अन्त दिहरू पनि गलेर चाहिँ हत्तु भएछ हो। भोक पनि लाग्यो।
अब चाहिँ हामी रुम पुगेर चाहिँ चिङ्गमाम खानेछ। कल्चर विङ एभ्रीबडीलाई सबैलाई धन्यवाद छ। सो ह्याप्पी, सो लकी, सो ह्याप्पी।